कुरुक्षेत्रको मैदानमा यही कुरा बताउनु भएको थियो। त्यो शक्ति, त्यो धर्म जुन धारण गरेको छ हामीले, त्यही नै धर्म हो, त्यही नै शक्तिलाई जान्नु नै धर्म हो र व्यवहारमा गुरुको आज्ञा अनुसारलाई जीवनमा परिवर्तन ल्याउनु धर्म हो भनेर गुरुले यो कुरालाई बताउनु भएको छ। त्यसकारण म धेरै नभनिकन माता पिता दाजुभाइ दिदीबहिनीहरू, हामी यो संसार रूपी भवसागरमा आएका छौँ। सबैलाई विभिन्न समस्याहरू छ। हामीलाई सलक्क परेर हिँड्दाखेरि कसैले पनि यसलाई समस्या छ होला भन्दैन, तर हामी यो प्रत्येक अनुहारमा एउटा एउटा समस्या छ। तर त्यो समस्या हुँदाहुँदै पनि हामीले जीवनमा जित्नु छ। जे अगाडि आउँछ त्यसको समाधान गरेर अगाडि हिँड्नु छ। त्यसकारण गुरुको सानिध्य प्राप्त गरौँ र जीवनलाई सार्थक बनाऊ। गुरु धन्य हुनुहुन्छ। आज यस कलिकालमा गुरु महाराजजी आउनु भएको छ। सत्य त्रेता द्वापर युगमा पनि विष्णु राम कृष्ण हुँदै यस संसार रूपी भवसागरमा आएर तड्पिरहेका मानवहरूलाई त्यो ज्ञान दिलाएर यस भवसागरबाट पार लगाउनु भएको छ। त्यस्तै गरेर यो कलिकालमा पनि गुरु महाराजजी आउनु भएको छ। उहाँको ज्ञानलाई हामीले नजिकबाट प्राप्त गर्ने कोसिस गरौँ। यो मञ्चमा विराजमान सन्त महात्माहरू हुनुहुन्छ। उहाँ सन्त महात्माहरूले असाध्यै धेरै दुःख कष्ट सहेर यहाँ बस्नु भएको कुरा म नजिकबाट म बुझ्दछु, म जान्दछु, यहाँहरूले पनि बुझ्नु भएको छ। तर यो कसको लागि गरिरहनु भएको छ त? यो हामीलाई ज्ञान मार्गमा, हामीले त गुरुको ज्ञान बुझ्यौँ, तर यो संसारमा तड्पिरहेका मानवहरूलाई पनि हामीले यो ज्ञान दिएर जीवन रूपी भवसागरबाट पार लगाउनु पर्नेछ भनेर सन्त महात्माहरू पुनः काप्चा पहाड घाम पानी नभनिकन हामीले बरु रिसाउँछौँ कहिलेकाहीँ, तर उहाँहरूले नरिसाइकन हामीलाई सेवामा लाग्ने एउटा प्रेरणा दिइराख्नु भएको छ। उहाँहरूलाई पनि सदा सम्मान गर्ने बानी हामी यो हलबाट गरौँ। र म यो कुरा भन्न चाहन्छु, आखिर जीवन त केही होइन। हामीले धुवा बलेको यहीँ देखिरहेका छौँ। एकैछिनमा यो जीवन छ, एकैछिनमा यो खरानी छ, एकैछिनमा धुवाबाट उडेको हामीले देखेको छ। त्यसकारण माता पिता दाजुभाइ दिदीबहिनीहरू, यही कुरालाई शास्त्रमा बासांसि जीर्णानि यथा विहाय नवानि जीर्णानि दिनरोपराणि यथा शरीराणि विहाय जीर्णा नन्यानि संयाति नवानि देहि। यो के भनेको रहेछ भने, जसरी हामी पुराना लुगा नयाँ लुगा लगाएर पुराना लुगा बनाउँछौँ अनि यो फटाउँछौँ, यो फटाएर फेरि हामीले फेरि नयाँ लुगा धारण गर्छौँ। त्यसरी नै यो जीवन पनि त्यस्तो रहेछ। फेरि जिउनु मर्नु र जिउनुको यो त भइ नै रहँदो रहेछ। त्यसै कारण यो कुरालाई लुगा पुराना जसरी तजेर नयाँ लुगा मानिसले लिन्छ फेर, त्यस्तै बुढा देहहरू तजेर यो देहले लिन्छ नयाँ शरीर। यो एकदम सत्य अकाट्य कुरा हो। हामीले गीतालाई हेर्दैनौँ, हामीले धर्मशास्त्रलाई हेर्दैनौँ। धर्मशास्त्रलाई सबै हेरिहाल्यौँ भने ल्याएर कोठामा राखेर त्यतिकै छोडिदिन्छौँ, त्यसलाई अध्ययन गर्दैनौँ। हामी जब गुरुको ज्ञान हामीलाई प्राप्त हुँदैन तबसम्म त्यो किताबमा पनि के लेखेको भन्ने कुरा पनि थाहा हुँदो रहेछ। जब मलाई गुरुको ज्ञान प्राप्त भयो, त्यहाँदेखि मैले त्यो किताबमा लेखेको कुरालाई बुझेँ, धर्मशास्त्रमा लेखेको कुरालाई बुझेँ। त्यसकारण माता पिता दाजुभाइ दिदीबहिनीहरू, यो अविलम्ब नगरिकन हजुर हामीले यो ज्ञानलाई खोजी गरौँ र आफ्नो जीवनलाई धन्य बनाऊ। हाम्रा गुरु सन्त महात्माहरूका महान बाणीलाई शिरोधार्य गरेर आफ्नो जीवनलाई चरितार्थ गरौँ, सफल बनाऊ भन्दै यहाँहरूबाट म ओझेल हुन चाहन्छु। अगाडि पूजनीय सन्त महात्माहरू हुनुहुन्छ, उहाँका
कसरी जानु त महान बाणीहरूलाई सुनेर बुझेर मनन गरेर आफ्नो जीवनलाई सार्थक बनाउनुहोस् भन्दै सार शब्द भए यही सार शब्द भइदिनु होला असार शब्द यही छोडिदिनु होला भन्दै मेरो आइरहेको बोलीलाई यही गुरुचरणमा टाल्न चाहन्छु। प्रेमले भन्नु सद्गुरुदेव महाराजको जय, जगत जननी श्री माताजीको जय, शङ्कर महात्माको जय, सारा दिव्य परिवारको जय, जय जय श्री पशुपतिनाथको जय। क्या कमेन्टमा लेखिदिनु अब हामीले सच्चिदानन्द भगवानको जय। भर्खरै आदरणीय दिदीको मुखारबिन्दबाट अत्यन्तै मार्मिक गुरु महिमासँग समाहित भक्ति रसका अत्यन्तै स्वादपूर्ण शब्दहरूलाई हामीले श्रवण गर्ने यो शुभ अवसर प्राप्त गर्यौँ र उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र वास्तवमा गुरुको महिमा अनन्त छ, यी वाणीहरूले व्यक्त गरेर सकिँदैन। शेषनाग र सरस्वती माता जस्ता शक्ति सम्पन्न उहाँहरूले पनि गुरुको महिमालाई गाउन सक्नु भएन भने हामी कलियुगको एउटा तुच्छ प्राणी हौँ। एउटा मानव स्वरूपलाई धारण गरेर संसारमा आएको एउटा मानवको खोल ओढेको हामीभित्र अनौठौँ ती कुरीति विकृतिहरू छन्, तिनलाई समापन र पराकाष्ठ गर्नको निम्ति सबैको तत्त्वदर्शी महापुरुषले यो धराधाममा समय समयमा आफ्नो मनुष्यकै रूपमा धारण गरेर हामीलाई एउटा सही मार्ग देखाउनको निम्ति आउनुहुन्छ। र आज हामी अत्यन्तै सौभाग्यशाली छौँ, कलियुगको प्राणी भए तापनि सबैको महापुरुष तत्त्वदर्शी महान पुरुषलाई चिन्ने अवसर प्राप्त गरेका छौँ। र यसै सम्बन्धमा मैले एउटा सानो हाम्रो महान व्यक्तित्व जसलाई हामी महात्मा गान्धी भनेर आज भारतमा उहाँलाई बापु भनेर सम्बोधन गरिन्छ, फादर अफ द नेसन। र उहाँले भन्नुभएको कुरा मलाई यहाँ सानो कोट गर्न मन लाग्यो, किनकि उहाँले के भन्नुभएको थियो भने जीवनमा हामीले भौतिक विद्यालाई जति नै ग्रहण गरे तापनि आध्यात्मिकताको आत्मज्ञानलाई प्राप्त नगरिकन जीवनमा गरेका हाम्रो विद्या चाहिँ पूर्ण हुने छैन भनेर उहाँले भन्नुभएको छ। द रियल एजुकेसन इज द इभोल्युसन अफ स्पिरिट। र वास्तवमा हामीले जब आत्मा उत्थानको बाटोमा लाग्न सक्छौँ, आत्मालाई एउटा सही जसले हाम्रो आत्मा र परमात्मा भित्रको एउटा नैसर्गिक सम्बन्धलाई जोड्नको निम्ति हामीलाई एउटै डोरीमा समाहित गर्नको निम्ति आज समयको तत्त्वदर्शी महान पुरुषले हामीलाई यो महान तत्त्व ज्ञान प्रदान गर्नुभएको छ। आदरणीय यस कार्यक्रममा उपस्थित सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरू, यहाँले जीवनमा भक्ति मार्गलाई अत्यन्तै प्रभावकारी रूपमा अगाडि बढाउने एउटा प्रयत्न गर्नुहोस् र जीवनमा हजुरहरूले कमाउने सम्पत्ति नै यही हो र भनिन्छ पाइन्न शान्ति किन हो कुन ठाउँ मिल्छ, तर्किन्छ तुर्फाउने जुन साथ मिल्छ। यस्तो रहस्यमय जीवन बुझ्नलाई जानो कहाँ पढ्नु के गुरुको भनाइ। वास्तवमा गुरुले यी सम्पूर्ण चिजहरूलाई चिन्नको निम्ति प्राप्त गर्नको निम्ति हामीलाई यस्ता यस्ता महान बाणीहरू छोडेर जानुभएको छ र यी बाणीहरूलाई हामीले जीवनमा यसलाई लिने प्रयत्न गरौँ, जीवनमा यसलाई अँगाल्ने प्रयत्न गरौँ भन्दै म अगाडि एउटा भजन प्रस्तुत गर्न लागिरहेको छु। भजन प्रस्ताव हामी पूजनीय सन्त महात्माजीहरूका महान विचारहरूलाई, सत्सङ्गका महान विचारहरूलाई हामी श्रवण गर्नेछौँ भन्दै म भजन कलाकारजीहरूलाई आफ्नो भक्ति सङ्गीत प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछु। सच्चिदानन्द भगवानको जय, आनन्द कण्ड भगवानको जय।
पोल्टे आउँदो रहेछ क्या ल्यापटपमा हेर्दैछ क्या लाइभ सच्चिदानन्द भगवानको जय। भर्खरै भक्ति सङ्गीतद्वारा हामीले भक्ति रसको आनन्दलाई प्राप्त गरिसकेका छौँ र अब पूजनीय सन्त महात्माज्यूहरूका सार्वजनिक सत्सङ्गका मार्मिक विचारलाई हामी श्रवण गर्न लागिरहेका छौँ र सर्वप्रथम आफ्नो स्वागत आफ्नो सत्सङ्ग मन्तव्य प्रस्तुत गरिदिनुको निम्ति पूजनीय महात्मा श्री आस्था बिहारीज्यूलाई आफ्नो सत्सङ्ग प्रवचन प्रस्तुत गरिदिनुको निम्ति म सादर निवेदन गर्दछु। सच्चिदानन्द भगवानको जय। महाराज को आदि शक्ति जगदन्नी माता जी को वंश वंश को सच्ची दरबार को ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वर गुरुर्साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। ये तन्वी सखी बिलहरी गुरु अमृत कथा शीस दिए सद्गुरु मिले तो भी शास्ता ज्ञान तो भी शास्ता ज्ञान। आनंद कन्न भगवान को जय। श्री रामचंद्र भगवान को जय। कृष्ण कन्हैया लाल को जय। श्री पशुपतिनाथ भगवान को जय। सनातन मानव धर्म को जय। धर्मवासी परमपिता परमात्मा मंचमा उपस्थित पूजनीय संत महात्माज्यूहरू श्रद्धा भाव आस्था विश्वास लिएर
यहाँ उपस्थित हुनुभएका मेरा आदरणीय मातापिता दाजुभाइ तथा दिदीबहिनीहरू, हजुर हामीले सुन्दर सुन्दर भजनहरूको साथसाथै मार्मिक सत्सङ्गहरू पनि सुन्दै थियौँ र आज गुरु पूजा व्यास पूजा मनाउनको लागि हजुर हामी यहाँ उपस्थित भइसकेका छौँ। गुरु बिना ज्ञान